हेलो दिदी। हजुर हजुर के गर्दै हुनुहुन्छ? म यसो यो बेल्ट बनाउँदैछु। यसलाई बेल्ट भन्छ। हजुर यो के को लागि हो यो बेल्ट? यो चाहिँ खास यो बाहिरको अर्डर हो। हजुर यो चाहिँ यो खास यो घोडाहरूको उसमा नि राख्छ भन्छ। चाइनाको अर्डर हो। यो चाहिँ पहिला गरेको भएर हजुर अहिले पनि मैले गरेको। यस्तो हुन्छ यो फिनिसिङ हुँदाखेरि चाहिँ यो चाहिँ सुरु हो तान। हजुर यसरी बुन्ने हो। यस्तो बुट्टा राखेर बुनिन्छ। हजुर यो चाहिँ मैले स्याम्पलको लागि आफै निकालेको हो। स्याम्पल पिस हजुर यस्तोहरू स्याम्पल पिसहरू निकाले हो। यस्तो हुन्छ यो कति लेगतिर राम्रो बन्ने चाहिँ रहेछ है। यो लेगतिर माथि डोल्पातिरहरूले चाहिँ यसरी कम्मरमै लगाउँछ। यो बेल्टै भन्छ यसरी। हजुर हजुर यसो त्यो बक्खुहरूमा लगाउँछ यसो गरेर। हजुर हजुर अनि यो खास जान चाहिँ बाहिर जाने हो। ए त्यो मैले त देखेको थिइनँ, आज फर्स्ट टाइम हेर्दैछु। यो पहिलादेखि नै गरेको हामीले चाहिँ ठमेलबाट ल्याएको अर्डर हो। कति राम्रो देखेको थिएँ। हेर्नुहोस् राम्रो छ। तपाईँहरूलाई पनि चाहिन्छ भने भन्नुहोस्। घरमा ओके। सोको लागि पनि झुन्डाउन सकिन्छ। ओके ल भित्तातिर सोको लागि यसलाई टक्क झुन्डाएर राख्नु